है साथी हो लोकल रक्सी हो इस लोकल कुरा यो साग दाल भात तरकारी यहाँ मासु पनि छ अर्कै यो इस्कुस राक्सिराङको इस्कुस यो राक्सिराङकै साग यस्तो छ पानी खाऊ है पानी खाऊ पानी खाऊ है कुशल त त्यो अलिकति कागती थोरै हालेको छ थोरै तातो पानी गएपछि भित्रको सब ठिक हुन्छ ब्रोइलरको भन्ठान होला यो प्योर लोकल है साथीहरु हेर्नु साथीहरु लोकल मासु खुर्सानी अब बिहान पनि तातो पानी खाने बेलुका पनि तातो पानी खाने फिटिक्कै चिसो त खाँदै नखाने खुसललाई मोबाइल ल्याएर मामाले प्योर कोदोको रक्सी
तपाईँहरू पनि मिठो मिठो परिकार आर्ग्यानिक गाउँले स्वाद दिन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। टिमुरको अचार अब भातसँग भए अहिले माछको सिजन छ, माछको दाल, जिम्बु झानेको हैन, गाउँको साग, रायोको साग अहिले विशेष गरी पाइने, लोकल माछा, लोकल कुखुरा, अहिले मङ्सिर महिनाको चाहिँ चिसो महिनाको माछा खतरा हुन्छ। माछाको चाहिँ मैले अस्ति योभन्दा 3 दिन अगाडि माछा खाएको थियो। यहाँको मनरी खोलाको बुदुना माछा, बुदुना थियो, सबै बुदुना मात्रै। भिडियो चाहिँ बनाएको तर मैले हालिनँ। जिन्दगी यस्तै हो। चोर्नु भएन, ठग्नु भएन, साथीभाइले खाउँ भन्यो भने खाने, मागेर पनि नखाने, आफ्नो दुःख मेहनत र परिश्रमको खाना खाने। खानाको लागि त हो दुःख गर्ने, पसिना बगाउने। त्यसैले म चाहिँ लाउन भन्दा पनि अझ म खानेकीमा चाहिँ अलि बढी रुचि देखाउँछु। अब यो विलासिता भन्दा पनि मलाई खाना चाहिँ यो चाहिँ प्योर लोकल लस्सी। यो 3 पानी नै हो। यो लाङसुमेल बास्ना छ, हल्का पहेँलो पनि छ। यता ससुरालीबाट दिनुभएको छ। ल साथी हो, सबैलाई मिठो सम्झना। मस्त व्यस्त हुनु हैन, स्वस्थ मस्त व्यस्त हुनु, सबैलाई मिठो सम्झना, न्यानो माया। फेरि पनि यस्तै भिडियोहरू बनाएर तपाईँहरू माझ आउनेछु। त्यस्तो चाहिँ सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने प्रतिक्रिया दिनु होला। लाइक, कमेन्ट एन्ड सेयर गरेर यो सुरज मुक्तालाई हौसला बढाइदिनु होला। धन्यवाद।